नमस्ते, गुड मर्निङ अल अफ यू। र तपाईँहरूले देखिसक्नु भएको छ आजको सेसनमा हामीले पारिस्थितिक पद्धति र वातावरण इकोसिस्टम एन्ड इन्भाइरोमेन्टको बारेमा वृहत रूपमा छलफल गर्छौँ। सबैभन्दा सुरुमा तपाईँहरूलाई चाहिँ मैले पारिस्थितिक पद्धति अथवा इकोसिस्टममै रहेर अथवा यसको वरिपरि रहेर सबैभन्दा सुरुमा के हो त पारिस्थितिक पद्धति होइन र पारिस्थितिक पद्धति र चाहिँ म के कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुरा छ। र पारिस्थितिक पद्धति र वातावरण तपाईँहरूलाई चाहिँ इकोसिस्टम एन्ड इन्भाइरोमेन्ट है, इकोसिस्टम इकोसिस्टम एन्ड इन्भाइरोमेन्ट भन्छ है, इन्भाइरोमेन्ट इकोसिस्टम र इन्भाइरोमेन्ट। इकोसिस्टम भनेको पारिस्थितिक पद्धति अथवा पारिस्थितिक प्रणाली भन्छ है, पारिस्थितिक पद्धति है, पारिस्थितिक पद्धति अथवा पारिस्थितिक प्रणाली, इकोसिस्टमलाई पारिस्थितिक प्रणाली भन्छ। र इन्भाइरोमेन्ट भनेको चाहिँ वातावरण है, इन्भाइरोमेन्ट वातावरण र पारिस्थितिक प्रणाली यही विषयवस्तुमा रहेर अथवा वातावरण र पारिस्थितिक प्रणालीको फेरोमा रहेर आजको सेसनमा हामीले छलफल गर्नेछौँ। यो बुझ्दै गर्दाखेरि सबैभन्दा सुरुमा के हो त पारिस्थितिक प्रणाली अथवा के हो त पारिस्थितिक पद्धति भन्ने कुरा तपाईँले बुझ्नु पर्यो। पारिस्थितिक पद्धति भनेको एउटा चाहिँ भौगोलिक क्षेत्र हो जहाँ चाहिँ बिरुवा होइन, बोट बिरुवा, जनावर तथा अन्य जीवहरू साथै मौसम, परिदृश्य, दृश्य र जीवनको एउटा चाहिँ सम्भावनाको कल्पना गरिएको हुन्छ। र त्यो सम्भावनाको कल्पना अथवा तिनीहरूको घटक अथवा तिनीहरूको वातावरणको अन्तर्सम्बन्ध समग्र कुराहरू अथवा चाहिँ वातावरणभित्र रहने समग्र अजैविक तत्त्व र जैविक तत्त्वहरू बिचको अन्तर सम्बन्धलाई नै हामी के भन्छौँ, सामान्य अर्थमा तपाईँहरूले चाहिँ पारिस्थितिक पद्धति अथवा चाहिँ इकोसिस्टम हो भनेर बुझ्ने। ठिक छ, मैले के भने इकोसिस्टम अथवा पारिस्थितिक पद्धति भनेको एउटा यस्तो भौगोलिक क्षेत्र हो जहाँ बोट बिरुवा, यसै गरेर जीवजन्तु लगायतका अन्य जीवहरू र साथसाथै चाहिँ एउटा जीवनको कल्पना गरिएको हुन्छ। यसै गरेर वातावरणमा रहेका बायोटिक फ्याक्टर र अबायोटिक फ्याक्टर बिचको अन्तर सम्बन्ध है, तिनीहरू बिचको चाहिँ स्ट्रक्चर, तिनीहरू बिचको संरचना, समग्र कुराहरूको समष्टिलाई नै हामी के भन्छौँ, पारिस्थितिक प्रणाली अथवा इकोसिस्टम भनेर भन्छौँ है। तपाईँहरूले चाहिँ अब यो पारिस्थितिक प्रणाली अझै बुझ्नका लागि तपाईँहरूले चाहिँ एउटा मैले यो भिडियो तपाईँहरूलाई राखिदिएको छु, हेर्नुहोस् त। यहाँ फोटोसेन्थेसिस भनेर भनेको छ। यो फोटोसेन्थेसिस भनेको प्रकाश संश्लेषण। तपाईँले नेपाली मिडियमबाट पढ्नु भएको छ भने यसलाई फोटोसेन्थेसिसलाई प्रकाश संश्लेषण क्रिया भनेर भन्छ। यो फोटोसेन्थेसिस भनेको के हो? बिरुवाले खाना बनाउने क्रियालाई फोटोसेन्थेसिस भनेर भन्छ। बिरुवाले खाना बनाउने क्रममा कार्बन डाइअक्साइड के गरिरहेको छ, लिइरहेको छ, त्यसलाई सनलाइट चाहिएको छ, अनि यसै गरेर सुगर चाहिन्छ, वाटर चाहिन्छ बिरुवालाई, र त्यसपछि उसले अक्सिजन फ्याँकिरहेको छ। र यही बोट बिरुवाले लिइरहेको कार्बन डाइअक्साइड अन्य जीवहरूले श्वास प्रश्वासको क्रममा फ्याँक्छन्, र यसै गरेर कार्बन डाइअक्साइड उसलाई चाहिँ सनलाइटको आवश्यक पर्छ, सूर्यको किरणको आवश्यक पर्छ, र साथसाथै चाहिँ उसले बिरुवाले चाहिँ अक्सिजन फ्याँकिरहेको छ, र यही फ्याँकेको अक्सिजनलाई मानिस लगायतका अन्य जीवहरूले चाहिँ श्वास प्रश्वासका क्रममा चाहिँ प्रयोग गर्छन्, र साथसाथै श्वास प्रश्वासका क्रममा प्रयोग गर्छन् र श्वास प्रश्वासका क्रममा प्रयोग गर्छन्, र यो चक्र चलिरहन्छ। यसरी एउटा चाहिँ वातावरणभित्र के रहेको हुन्छ, अबायोटिक फ्याक्टर र बायोटिक फ्याक्टर अथवा अजैविक तत्त्व र जैविक तत्त्वको आफ्नै सम्बन्ध छ, आफ्नै यिनीहरू अन्तर सम्बन्धित छन् है। यही कुरालाई नै हामी के भन्छौँ, पारिस्थितिक पद्धति, पारिस्थितिक प्रणाली अथवा इकोसिस्टम भनेर भन्छौँ। यो कुरा चाहिँ तपाईँहरूले ध्यान दिनु पर्यो। ठिक छ, ल अब तपाईँहरूले पारिस्थितिक पद्धति र इकोसिस्टममा चाहिँ के भनेर बुझ्ने भने, इकोसिस्टम भनेको चाहिँ है, इकोसिस्टम अथवा पारिस्थितिक प्रणाली भनेको चाहिँ तपाईँले के भनेर बुझ्ने भने, वातावरणभित्र रहेका है समग्र पारिस्थितिक प्रणाली भनेको, पारिस्थितिक प्रणाली एउटा पारिस्थितिक प्रणाली अथवा पद्धति है, पारिस्थितिक पद्धति एउटा यस्तो भौगोलिक क्षेत्र हो, पद्धति एउटा यस्तो भौगोलिक क्षेत्र हो, यस्तो भौगोलिक क्षेत्र हो, यस्तो भौगोलिक क्षेत्र हो, भौगोलिक क्षेत्र हो, भौगोलिक क्षेत्र हो जहाँ पारिस्थितिक पद्धति एउटा यस्तो भौगोलिक क्षेत्र हो जहाँ जहाँ बोट बिरुवा, बोट बिरुवा, जीव जन्तु है, जीव जन्तु लगायत लगायत अन्य अन्य वातावरणीय तत्त्वलाई समावेश गर्छ भनेर राख्नुहोस्। वातावरणीय तत्त्वलाई समावेश गर्छ
वातावरणीय तत्त्वलाई समावेश गर्दछ गर्दछ सामान्य अर्थमा सामान्य अर्थमा सामान्य अर्थमा बायोटिक फ्याक्टर बायोटिक फ्याक्टर बायोटिक फ्याक्टर्स र अबायोटिक फ्याक्टरको बायोटिक फ्याक्टर र अबायोटिक फ्याक्टरको फ्याक्टर बीचको बायोटिक फ्याक्टर्स र अबायोटिक फ्याक्टर्स बीचको अन्तर सम्बन्ध नै बीचको अन्तर सम्बन्ध नै अन्तर सम्बन्ध नै इकोसिस्टम हो है। अन्तर सम्बन्ध नै के हो त इकोसिस्टम हो अथवा पारिस्थितिक प्रणाली हो। हेर्नुहोस् त यहाँ तपाईँलाई के भनेको छ भने पारिस्थितिक पद्धति एउटा यस्तो भौगोलिक क्षेत्र हो जहाँ बोट बिरुवा जीव जन्तु लगायतका अन्य वातावरणीय तत्त्वहरूलाई समावेश गर्दछ। सामान्य अर्थमा बायोटिक फ्याक्टर भनेको जैविक तत्त्व है। बायोटिक फ्याक्टरलाई नेपालीमा के भनिन्छ त जैविक तत्त्व भनेर भन्छ। बायोटिक फ्याक्टर भनेको जैविक तत्त्व र अबायोटिक फ्याक्टर भनेको अजैविक तत्त्व भनेर भन्छ है। अजैविक तत्त्व भनेर भन्छ। जैविक तत्त्व र अजैविक तत्त्व र अजैविक तत्त्वहरू बीचको अन्तर सम्बन्धलाई नै हामी के भन्छौँ इकोसिस्टम अथवा पारिस्थितिक प्रणाली भनेर भन्छौँ। गत वर्ष चाहिँ कर्णालीको चाहिँ यो महिला विकास निरीक्षकलाई सोधेको क्वेसन प्रति एकाइ क्षेत्रफलमा रहेका जीवजन्तु प्राणी वनस्पति जीवाणु आदिको सम्पूर्ण वातावरणीय प्रणालीलाई के भनिन्छ भनेर सोधेको छ है। गत वर्षको कर्णालीको चाहिँ महिला विकास निरीक्षकको क्वेसन हेर्नुभयो भने त्यो भनेको के हो त इकोसिस्टम हो अथवा पारिस्थितिक पद्धति हो भनेर भन्ने। अब सामान्य अर्थमा चाहिँ यो हामीले बायोटिक फ्याक्टर र अबायोटिक फ्याक्टर दुईवटा तत्त्वहरू हुँदो रहेछन् इकोसिस्टममा पारिस्थितिक प्रणालीमा भनेर बुझ्यौँ। र पारिस्थितिक प्रणालीलाई चाहिँ दुई तरिकामा विभाजन गरेर हेरिन्छ। एउटा जलमा हुने पारिस्थितिक प्रणाली जसलाई चाहिँ जलीय पारिस्थितिक प्रणाली पनि भन्छ। के भन्छ जलीय पारिस्थितिक प्रणाली भन्छ। अर्को पानीमा हुने पारिस्थितिक प्रणाली यसलाई चाहिँ के पनि भनिन्छ त स्थलीय पारिस्थितिक प्रणाली भनेर पनि भन्छ। यसरी जमिनमा हुने स्थलीय जमिनमा रहेछ जलमा पढिएछ। जमिनमा हुने स्थलीय है जमिनमा हुने स्थलीय र पानीमा हुने जलीय है। पानीमा हुनेलाई चाहिँ के भनिन्छ त जलीय भनेर भनिन्छ। पानीमा हुने पारिस्थितिक प्रणालीलाई चाहिँ जलीय पारिस्थितिक प्रणाली भनेर भनिन्छ। अब जमिनमा हुने अथवा स्थलमा हुने के छ त जङ्गलको इकोसिस्टम होला हैन फरेस्ट इकोसिस्टम घाँसे मैदानको इकोसिस्टम होला मरुभूमिको इकोसिस्टम होला जुन चाहिँ स्थलमा हुन्छन् अथवा स्थलमण्डलमा हुने जति पनि इकोसिस्टमहरू छन् त्यसलाई चाहिँ हामीले यसरी स्थलीय पारिस्थितिक प्रणाली भनेर बुझ्ने। अर्को पानीमा हुने पानीका जति पनि मुहान हुन्छन् नदीमा हुने इकोसिस्टम तालमा हुने इकोसिस्टम पोखरीमा हुने इकोसिस्टम समुद्रमा हुने इकोसिस्टम महासागरमा हुने इकोसिस्टम जति पनि पानीका स्रोतहरू छन् अथवा स्थलमण्डल बाहेकका जलमण्डलमा हुने जति पनि इकोसिस्टमहरू छन् अथवा पानीमा हुने पारिस्थितिक प्रणाली छन् त्यसलाई हामी के भन्छौँ पानीमा हुने पारिस्थितिक प्रणाली भनेर भन्छौँ। यसरी चाहिँ पारिस्थितिक प्रणालीलाई चाहिँ यो टाइपमा विभाजन गरेर हेरिन्छ। अब तपाईहरुले चाहिँ टाइप्स अफ इकोसिस्टम अथवा पारिस्थितिक पद्धतिको चाहिँ प्रकार भनेर लेख्नुस् त। मैले यही तपाईहरुलाई लेखिदिन्छु। टाइप्स अफ इकोसिस्टममा के रहेछ एउटा भनेको चाहिँ स्थलीय रहेछ है। स्थलीय पारिस्थितिक प्रणाली रहेछ। एउटा चाहिँ स्थलीय पारिस्थितिक प्रणाली भनेर हेर्यौं स्थलीय पारिस्थितिक प्रणाली। अर्को चाहिँ हामीले के भनेर हेर्यौं त जलीय पारिस्थितिक प्रणाली भनेर हेर्यौं। जलीय पारिस्थितिक प्रणाली है। जलीय पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली भनेर हेर्यौं। अब सबैभन्दा सुरुमा जलीय पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली अन्तर्गत तपाईहरुलाई चाहिँ मैले डेफिनेसन सहित र इक्जाम्पल दिएर नै क्लियर बनाउँछु। अब यो के हो त यो भित्र चाहिँ के कुराहरु पर्छन् भन्ने कुरा छ है। जलीय र यसै गरेर स्थलीयको सन्दर्भमा तपाईहरुले के कुरा चाहिँ बुझ्नु पर्यो भने जलीय र स्थलीयमा स्थलीय पारिस्थितिक प्रणाली भनेको जमिनमा पाइने पारिस्थितिक पद्धति अब जसमा चाहिँ जति पनि घाँसे मैदान मरुभूमि हैन वन पर्छन् त्यो भनेको जलीय पारिस्थितिक प्रणाली हो हैन। र यसै गरेर अब यसले चाहिँ के रहेछ स्थलीय पारिस्थितिक प्रणाली हो। स्थलीय पारिस्थितिक प्रणालीले के गरेको हुन्छ भने विभिन्न प्रकारको बोट बिरुवा र जनावरलाई एउटा वासस्थानका रूपमा अथवा घरका रूपमा चाहिँ सुनिश्चितता गरेको हुन्छ। त्यसलाई नै हामी के भन्छौं स्थलीय पारिस्थितिक प्रणाली। तपाईहरुले यसमा लेख्नुस् त जमिनभित्र हुने पारिस्थितिक प्रणालीलाई
पारिस्थितिक प्रणालीलाई जमिनभित्र हुने पारिस्थितिक प्रणालीलाई पारिस्थितिक एकैछिन ल पारिस्थितिक ल स्थलीय पारिस्थितिक प्रणाली जमिनभित्र हुने पारिस्थितिक प्रणालीलाई पारिस्थितिक प्रणाली हो है पारिस्थितिक प्रणाली। अब यसमा चाहिँ के पर्छन् त उदाहरणका लागि चाहिँ वन मरुभूमि है वन यसै गरेर मरुभूमि आदि हैन। अनि त्यसपछि अब हिमालमा हुने हैन जति पनि हिमालमा हुने पहाडमा हुने पारिस्थितिक प्रणाली हिमालमा हुने पारिस्थितिक प्रणाली हैन यो समग्र कुरा चाहिँ स्थलीय पारिस्थितिक प्रणाली मरुभूमिमा हुने वनमा हुने हैन घाँसे मैदानमा हुने पारिस्थितिक प्रणाली यो समग्र कुरा है घाँसे मैदानको पारिस्थितिक प्रणाली छ। यो समग्र कुरा चाहिँ हामीले केमा हेर्छौँ त स्थलीय पारिस्थितिक प्रणालीमा हेर्छौँ। र जलीय पारिस्थितिक प्रणाली अब यसले चाहिँ के प्रदान गरेको हुन्छ त बोट बिरुवा बोट बिरुवा बोट बिरुवा र रुखलाई बोट बिरुवा र बोट बिरुवा रुख हैन बोट बिरुवा अब यसमा रुख परिहाल्यो बोट बिरुवा रुख र जीव जन्तुलाई है जीवलाई जीवलाई घरको सुनिश्चितता प्रदान गर्छ है घरको सुनिश्चितता सुनिश्चितता प्रदान गर्छ भन्ने कुरा बुझ्नु होला है कले स्थलीय पारिस्थितिक प्रणालीले। अर्को जलीय पारिस्थितिक अन्तर्गत भनेको जति पनि जलका मुहानहरू छन् है त्यो समग्र कुरामा पर्ने जलका निकायहरूमा पाइने पारिस्थितिक प्रणाली भनेको जलीय पारिस्थितिक प्रणाली। अब यो चाहिँ पानीका निकाय पानी अथवा जल है पानी अथवा जलको निकायमा पाइने निकायमा पाइने पानी अथवा जलको निकायमा पाइने पारिस्थितिक प्रणालीलाई है इकोसिस्टमलाई हामी के भन्छौँ जलीय पारिस्थितिक प्रणाली भन्छौँ। अब यसमा चाहिँ कुन पर्यो त यसमा चाहिँ नदी ताल तलैया सबै पर्छ है नदी यसै गरेर ताल तलैया समुद्र है समुद्र महासागर है समुद्र यसै गरेर महासागर हैन समुद्र यसै गरेर महासागर। अनि अर्को तपाईँले बुझ्ने नदी ताल तलैया समुद्र महासागर अनि पानीको स्रोत है पानीको स्रोत जति पनिहरू हुन्छन् त्यो समग्र कुरा चाहिँ जलीय पारिस्थितिक प्रणाली अन्तर्गत पर्छ। तपाईँले यो दुईटा कुरा चाहिँ बुझ्ने स्थलीय पारिस्थितिक प्रणाली भनेको चाहिँ जमिनभित्र पाइने अथवा चाहिँ जमिन निकायमा हुने पारिस्थितिक पद्धति भनेको चाहिँ स्थलीय पारिस्थितिक प्रणाली र पानी अथवा जल निकायमा पाइने इकोसिस्टम भनेको जलीय पारिस्थितिक प्रणाली भनेर बुझ्ने। अब यसमा चाहिँ वन यसै गरेर मरुभूमि हिमाल पहाड घाँसे मैदान भनेको यो हो। अब यो चाहिँ बोट बिरुवा रुख र जीवको घरको सुनिश्चितता भनेको चाहिँ स्थलीय पारिस्थितिक प्रणालीले गर्छ। जलीय पारिस्थितिले के गर्छ त जलचल जनावरहरू होइन अथवा सामुद्रिक जनावरहरू जलचल जनावरहरूको चाहिँ के गर्छ त वासस्थान प्रदान गर्छ अथवा चाहिँ समुद्रिक है सामुद्रिक सामुद्रिक है सामुद्रिक सामुद्रिक अथवा सामुद्रिक अथवा सामुद्रिक अथवा सामुद्रिक अथवा जलीय जलीय जीवको वासस्थान सुनिश्चित गर्छ यसले है वासस्थान सुनिश्चितता गरेको छ सुनिश्चितता ठिक छ सुनिश्चितता प्रदान गर्छ भन्ने कुरा यसरी बुझ्नु पर्यो। अब यो कुरा बुझिहाल्नुहुन्छ है। अब बोट बिरुवा यसै गरेर चाहिँ वन मरुभूमि है मरुभूमि भनेको के हो त मैले तपाईँलाई भनिसकेको छु विश्वको भूगोल पढाउँदाखेरि चरम सुक्खापन र सीमित वर्षाका साथ हुने होइन मरुभूमि भनेको के हो त मरुभूमि भनेको चरम सुक्खापन होइन सुक्खापन चरम सुक्खापन होइन चरम सुक्खापन। अनि त्यसपछि चाहिँ सीमित वर्षा भनेको कम पानी पर्ने भने हो सीमित वर्षामा आधारित है सीमित वर्षामा आधारित चाहिँ के हो भनेर तपाईँलाई सोध्न सक्छ। चरम सुक्खापन र सीमित वर्षामा आधारित इकोसिस्टम भनेको मरुभूमि हो है मरुभूमि इकोसिस्टम। यहाँ चाहिँ अद्वितीय चाहिँ जीवहरू अथवा चाहिँ पानी कम भएर पनि हुर्कन सक्ने बोट बिरुवाहरू मात्रै बस्न सक्छन् मरुभूमिमा। अथवा यहाँ के हुन्छ त चरम सुक्खापन हुन्छ धेरै सुक्खा हुन्छ र अर्को भनेको सीमित वर्षा भनेको कम पानी पर्छ। यस्तोमा जति पनि बोट बिरुवाहरू यसरी जति पनि जीवहरू हुन्छन् त्यो भनेको के हुन्छ कम पानी चाहिँ भएर पनि आफ्नो जीवन चाहिँ राख्न सक्ने अथवा चाहिँ बाँच्न सक्ने चाहिँ जीवहरू अथवा बोट बिरुवाहरू पर्छन्। अब हिमाल पहाड घाँसे मैदानको सन्दर्भमा सधैँ घाँसे मैदान भनेको होइन प्रेरी यसै गरेर स्टेप्स होइन पढ्नु भएको छ होइन साभाना
पम्पास यी लगायतका घाँसे मैदानहरू भनेको चाहिँ घाँसे मैदानहरू पाइने इकोसिस्टम भनेको घाँसे मैदान अथवा घाँसे मैदानमा आधारित यो कुरा चाहिँ बुझ्ने र अलिकति तपाईँहरूलाई चाहिँ यो सोधेको छ यो चाहिँ सामुद्रिक पारिस्थितिक पद्धतिमा चाहिँ तपाईँलाई के भनेर सोधेको छ भने विशेष गरेर चाहिँ यो स्थायी प्रकृतिको है स्थायी प्रकृतिको यो चाहिँ तपाईँलाई धेरै पटक लोकसेले सोधिसकेका छ स्थायी प्रकृतिको इकोसिस्टम भनेर कसलाई चिनिन्छ भनेर सोधेको छ स्थायी प्रकृतिको इकोसिस्टम है स्थायी प्रकृतिको इकोसिस्टम यो चाहिँ इन्सपेक्टर 2079लाई पनि सोधेको छ अर्को 2080 टिएसीलाई पनि सोधेको छ यही क्वेसन है स्थायी प्रकृतिको इकोसिस्टम भनेर कुन इकोसिस्टमलाई चिनिन्छ भनेर 2079 सालको इन्सपेक्टरलाई पनि सोध्यो मैले त्यति बेला नै साथीहरूलाई यो कुरा चाहिँ ध्यान दिनु होला है अलिकति यो नयाँ छ भनेर भनेको थिएँ र 2080 टिएसीलाई पनि सोध्यो र गत वर्ष चाहिँ स्थायी प्रकृतिको इकोसिस्टमलाई भनेर कुनलाई चिनिन्छ भनेर टिएसीलाई सोध्दै गर्दाखेरि विकल्पमा सामुद्रिक पारिस्थितिक प्रणाली यसै गरेर चाहिँ वन जङ्गलको पारिस्थितिक प्रणाली पहाडको पारिस्थितिक प्रणाली र समुद्रको पारिस्थितिक प्रणाली भनेर भनेको छ स्थायी प्रकृतिको इकोसिस्टम अथवा स्थायी प्रकृतिको पारिस्थितिक प्रणाली भनेर हामी सामुद्रिक पारिस्थितिक प्रणालीलाई चिन्छौँ यो कुरा चाहिँ तपाईँले बुझ्नु होला है सामुद्रिक पारिस्थितिक प्रणालीलाई चाहिँ सामुद्रिक पारिस्थितिक प्रणाली एकदमै महत्त्वपूर्ण छ यो सामुद्रिक पारिस्थितिक प्रणालीलाई चाहिँ के भनिन्छ त स्थायी प्रकृतिको पारिस्थितिक प्रणाली भनेर भनिन्छ यो कुरा चाहिँ तपाईँले ध्यान दिनु होला है त यो चाहिँ सामुद्रिक पारिस्थितिक प्रणाली भनेको समुद्रमा आधारित अथवा चाहिँ समुद्रिक पारिस्थितिक प्रणालीमा आधारित जहाँ चाहिँ समुद्रकी प्रणाली अथवा समुद्रको जीवहरूको चाहिँ कल्पना गरिएको हुन्छ त्यो चाहिँ पारिस्थितिक प्रणालीलाई हामी सामुद्रिक भन्छौँ जुन चाहिँ स्थायी प्रकृतिको हुन्छ है यो कुरा चाहिँ तपाईँले यसरी ध्यान दिनु पर्यो सोधिसकेको क्वेसन हो ठिक छ ल यो चाहिँ स्थायी प्रकृतिको पारिस्थितिक प्रणाली कुन हो भनेर सोध्यो भने यो कुरा चाहिँ ध्यान दिनु पर्यो है यसलाई कपी गर्नुहोस् ओके अब यो पारिस्थितिक पद्धतिको प्रकार हामीले पढिसकेपछि मैले तपाईँलाई थोरै कुरा भने अब पारिस्थितिक पद्धति भनेको त हामीले बुझ्यौँ अब यसको चाहिँ विज्ञान अथवा यसको अध्ययन गर्ने शाखालाई के भनिन्छ भनेर सोधेको छ द स्टडी अफ इकोसिस्टम इज कल्ड द स्टडी अफ इकोसिस्टम इज कल्ड इकोलोजी भनेर भन्नु होला है इकोलोजी अथवा यो भनेको के हो भने पारिस्थितिक पद्धतिको अध्ययन गर्ने विज्ञानको शाखालाई के भनिन्छ अथवा पारिस्थितिक पद्धतिको अध्ययनलाई के भनिन्छ इकोसिस्टम अथवा पारिस्थितिक पद्धतिको अध्ययनलाई हामी के भन्छौँ इकोलोजी भन्छौँ अब इकोसिस्टमलाई चाहिँ नेपालीमा इकोसिस्टमलाई चाहिँ पारिस्थितिक पद्धति भन्यो र इकोलोजीलाई पर्यावरणीय विज्ञान भनेर भन्छ है के भन्छ त पर्यावरणीय यो इकोलोजी भनेको चाहिँ नेपालीमा पर्यावरणीय विज्ञान भन्छ यसलाई चाहिँ पर्यावरणीय विज्ञान है पर्यावरणीय विज्ञान भनेर भन्छ पर्यावरणीय विज्ञान भनेर भन्छ इकोलोजीलाई र यसै गरेर चाहिँ इकोसिस्टमलाई चाहिँ के भन्छ त इकोसिस्टमलाई चाहिँ पारिस्थितिक पद्धति भनेर भन्छ है पारिस्थितिक पद्धति भनेर भन्छ अथवा पारिस्थितिक प्रणाली भन्छ तपाईँले के बुझ्नुभयो त पारिस्थितिक प्रणाली अथवा इकोसिस्टमको अध्ययनलाई चाहिँ के भनिदो रहेछ त इकोसिस्टमको अध्ययनलाई चाहिँ पर्यावरणीय विज्ञान अथवा इकोलोजी भनेर भनिदो रहेछ अब यसको चाहिँ प्रथम प्रयोगकर्ताको सन्दर्भमा हेर्नुहोस् है प्रथम प्रयोगकर्ताको सन्दर्भमा चाहिँ यसको के छ भने धेरैजना साथीहरू झुक्किने चाहिँ यसमा पनि छ एउटा प्रथम प्रयोगकर्ताको सन्दर्भमा तपाईँहरूलाई इकोसिस्टम पारिस्थितिक प्रणालीको चाहिँ प्रथम प्रयोगकर्ताका रूपमा हामी कसलाई चिनिन्छ भनेर सोध्यो भने एजी टान्सलीलाई चिनिन्छ कसलाई चिनिन्छ त एजी टान्सली है एजी टान्सली भनेको चाहिँ के हो त एजी टान्सली भनेको चाहिँ प्रथम प्रयोगकर्ता हो कसको इकोसिस्टमको अथवा पारिस्थितिक पद्धतिको प्रथम प्रयोगकर्ता अथवा पारिस्थितिक प्रणालीको सर्वप्रथम प्रयोग कसले गरेका थिए शब्दको अथवा यो पारिस्थितिक पद्धतिको सुरुवात कसले गरे भनेर सोध्यो भने एजी टान्सली भनेर भन्नु होला तर इकोलोजीको चाहिँ प्रथम प्रयोगकर्ता को अथवा पर्यावरण विज्ञानको भनेर सोध्यो भने अर्नेस्ट ह्याकेल हुन् है को हो त अर्नेस्ट ह्याकेल है अर्नेस्ट ह्याकेल यो कुरामा कन्फ्युज हुन भएन साथीहरू है अर्नेस्ट ह्याकेल भनेको चाहिँ इकोलोजी अथवा पर्यावरण विज्ञानको चाहिँ प्रथम प्रयोगकर्ता भनेर हामी भन्छौँ के भन्छौँ त प्रथम प्रयोगकर्ता भनेर हामी कसलाई भन्छौँ त प्रथम प्रयोगकर्ता भनेर चाहिँ हामी अर्नेस्ट ह्याकेललाई भन्छौँ इकोलोजीको तर इकोसिस्टमको चाहिँ प्रथम प्रयोगकर्ता भनेको एजी टान्सली यो दुईटा कुरामा नझुकिनु होला द स्टडी अफ इकोसिस्टम इज कल्ड इकोलोजी है यो कुरा चाहिँ तपाईँले ध्यान दिनु अथवा चाहिँ पारिस्थितिक प्रणाली अथवा पारिस्थितिक पद्धतिको अध्ययनलाई के भनिन्छ भनेर सोध्यो भने इकोलोजी भनिन्छ पर्यावरण विज्ञान भनिन्छ भन्ने कुरा
तपाईहरुले ध्यान दिनु पर्यो ठीक छ ल यो चाहिँ यस्तो बेसिक कुराहरु पनि कहिलेकाहीँ चाहिँ झुक्किन्छ यो कुरामा नझुक्किने ठीक छ ल यसै गरेर अब अर्को हेरौँ पारिस्थितिक पद्धतिको संरचना मैले तपाईलाई अघि भनिसके पारिस्थितिक पद्धतिको संरचना भनेको दुई तत्वमा आधारित छ है विशेष गरेर हामी यसलाई चाहिँ दुई तरिकाबाट हेर्छौं एउटा भनेको चाहिँ अबायोटिक फ्याक्टर है अबायोटिक फ्याक्टर अथवा चाहिँ तत्त्व भनेर भन्दा पनि हुन्छ तपाईहरुले अबायोटिक फ्याक्टर यसलाई चाहिँ के पनि भनिन्छ भने अजैविक तत्त्व पनि भन्छ अजैविक तत्त्व अथवा अबायोटिक फ्याक्टर अजैविक तत्त्व भन्छ अर्को भनेको चाहिँ बायोटिक फ्याक्टर है अर्को भनेको चाहिँ बायोटिक फ्याक्टर यो बायोटिक फ्याक्टरलाई चाहिँ के पनि भनिन्छ भने फ्याक्टर्सलाई चाहिँ के पनि भनिन्छ भने जैविक तत्त्व भन्छ है बायोटिक फ्याक्टरलाई चाहिँ जैविक तत्त्व भनेर भनेको छ यो दुई प्रकारको हामीले हेर्छौं सामान्य अर्थमा तपाईले के बुझ्नु पर्यो भने अबायोटिक फ्याक्टर र बायोटिक फ्याक्टरलाई चाहिँ तपाईले कसरी छुट्याउने भने अबायोटिक फ्याक्टर अथवा अजैविक तत्त्व भनेको चाहिँ सबै पारिस्थितिक प्रणालीका निर्जीव तत्त्वहरू भनेको अजैविक तत्त्व हुन् पारिस्थितिक प्रणाली इकोसिस्टमका जीवित तत्त्व भनेको जैविक तत्त्व हुन् है यो पनि तपाईहरुलाई चाहिँ भनाइ मूल्याङ्कन गर्नुहोस् भनेर सोध्छ बुझ्नुहोस् है राम्रोसँग अबायोटिक फ्याक्टर भनेको सबै निर्जीव तत्त्व अथवा चाहिँ यसलाई आफैमा अजैविक जीवित नभएको भनेर भनेको छ यो जैविक तत्त्व भनेको सबै चाहिँ सजीव तत्त्वहरू भनेको जैविक तत्त्व अन्तर्गत पर्छन् सजीव जीवहरू बोट बिरुवाहरू यो कुरा बुझ्ने अब तपाईलाई अझै झन् क्लियर हुनका लागि हेर्नुहोस् इकोसिस्टम अन्तर्गत तपाईहरुलाई चाहिँ दुईटा कुरा भन्यो एउटा चाहिँ बायोटिक फ्याक्टर एउटा अबायोटिक फ्याक्टर देखिन्छ बायोटिक फ्याक्टर सबैभन्दा सुरुमा अबायोटिक फ्याक्टर अन्तर्गत तपाईहरुलाई चाहिँ के दियो त हेर्नुहोस् त एयर भन्यो वाटर भन्यो सनलाइट भन्यो हैन न्युट्रिएन्ट भन्यो टेम्परेचर भन्यो यो भनेको चाहिँ अबायोटिक तत्त्व हुन् है अथवा अजैविक तत्त्व हुन् हावा पानी हैन न्युट्रिएन्ट सनलाइट टेम्परेचर तापक्रम हैन त्यसपछि प्लान्ट एनिमल फन्गी माइक्रो अर्गानिजम यो भनेका चाहिँ के हो त र यसै गरेर यो भनेको चाहिँ अबायोटिक तत्त्व हो भनेर के अरे बायोटिक तत्त्व र अबायोटिक तत्त्वमा तपाईहरुलाई चाहिँ यहाँ भन्यो हेर्नुहोस् त अबायोटिक तत्त्व अन्तर्गत के पर्दो रहेछन् हावा यसै गरेर पानी यसै गरेर न्युट्रिएन्ट हैन माटो हैन यसै गरेर चाहिँ सनलाइट टेम्परेचर यो समग्र कुराहरू भनेको चाहिँ अबायोटिक अन्तर्गत पर्दो रहेछन् र बायोटिक भनेको जीवित तत्त्व जस्तै प्लान्ट एनिमल फन्गी हैन यसै गरेर माइक्रो अर्गानिजम भनेका चाहिँ यो के हुन् त बायोटिक फ्याक्टरहरू भन्ने कुरा बुझ्ने यसरी दुईवटा तत्त्व पारिस्थितिक पद्धतिको संरचना भनेको यसरी दुईवटा तत्त्वमा अथवा दुई संरचनामा आधारित चाहिँ विभाजन हुन्छ भन्ने कुरा चाहिँ तपाईहरुले ध्यान दिनु पर्यो ठीक छ ल यसै गरेर अब यो बायोटिक फ्याक्टर र अबायोटिक फ्याक्टर यो बुझ्दै गर्दाखेरि तपाईहरुले चाहिँ के भनेर लेख्नुहोस् भने यसमा खै हैन त अप्सन कहाँको त्यसमै साथीहरु के भयो ल हेर्नुहोस् अब यो अबायोटिक फ्याक्टर भनेको तपाईले के बुझ्ने सबै निर्जीव वस्तु है सबै निर्जीव वस्तु भनेको चाहिँ के रहेछन् अबायोटिक फ्याक्टर रहेछन् इक्जाम्पलमा लेखिदिनुहोस् माटो यसै गरेर हावा यसै गरेर पानी यसै गरेर तापक्रम है तापक्रम यसै गरेर सनलाइट सूर्यको किरण है सूर्यको किरण सबै भनेको चाहिँ अजैविक तत्त्व हो अथवा निर्जीव तत्त्व हुन् र बायोटिक फ्याक्टरलाई हामी अथवा जैविक तत्त्वलाई चाहिँ तीनवटा तरिकाबाट हेर्छौं है त्यो तीनवटा तरिका भनेको चाहिँ एउटा भनेको चाहिँ जैविक तत्त्वलाई एउटा प्रोड्युसर हैन कन्ज्युमर र डिकम्पोजर उत्पादक अनि त्यसपछि उपभोक्ता उपभोक्ता र विच्छेदक है विच्छेदक प्रोड्युसर कन्ज्युमर यसै गरेर डिकम्पोजर्स है डिकम्पोजर कन्ज्युमर र प्रोड्युसर भनेको उत्पादक कन्ज्युमर भनेको उपभोक्ता र
डिकम्पोजर भनेको चाहिँ विच्छेदक। यसरी चाहिँ हामीले जैविक तत्त्व अथवा चाहिँ बायोटिक फ्याक्टरलाई चाहिँ 3 प्रकारमा विभाजन गर्छौँ। अब यो उपभोक्तालाई पनि तपाईँहरूलाई चाहिँ 3 वटामा देख्न सक्नुहुन्छ। उपभोक्ता भनेको एउटा भनेको चाहिँ प्राथमिक उपभोक्ता है, प्राइमरी कन्ज्युमर भन्छ। प्राथमिक उपभोक्ता, प्राथमिक उपभोक्ता, प्राथमिक उपभोक्ता। यसै गरेर द्वितीय उपभोक्ता है, द्वितीय उपभोक्ता र अर्को भनेको चाहिँ तृतीय उपभोक्ता है, सेकेन्डरी, र अर्को भनेको तृतीय, तृतीय उपभोक्ता। यसरी चाहिँ तपाईँहरूले 3 तरिकामा है, प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ता गरेर यसरी चाहिँ तपाईँहरूले उपभोक्तालाई चाहिँ वर्गीकरण गर्न सकियो। प्रोड्युसर भनेको उत्पादक, कन्ज्युमर भनेको चाहिँ उपभोक्ता र डिकम्पोजर भनेको चाहिँ विच्छेदक। यो 3टा कुरा तपाईँले बुझ्ने सबैभन्दा सुरुमा है। प्रोड्युसर, कन्ज्युमर भन्ने कुरा बुझ्नु पर्यो, ठिक छ, र अर्को भनेको डिकम्पोजर। ल हेर्नुहोस्, अब यो 3टा कुरा बुझिसकेपछि प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ता अब यो के हो त भन्ने कुरामा तपाईँहरूलाई चाहिँ यहाँ यो पारिस्थितिक पद्धतिको तपाईँहरूलाई चाहिँ संरचनामै आधारित रहेर भने अब हेर्नुहोस् त, प्रोड्युसर, यसै गरेर कन्ज्युमर, यसै गरेर डिकम्पोजर भनेर दियो। अब तपाईँलाई यसबाट नै क्लियर छ, र अब यसमा पनि अझै झन् तपाईँहरूलाई झन् क्लियर हुनका लागि प्रोड्युसर, कन्ज्युमर र डिकम्पोजर गरेर हामीले 3 वटा चाहिँ संरचना अथवा चाहिँ यो बायोटिक फ्याक्टर अन्तर्गत प्रोड्युसर भनेको क्रिएट इट्स ओन फुड भनेर भनेको छ, अथवा फोटोसेन्थेसिसको माध्यमबाट हेर्नुहोस् त, फोटोसेन्थेसिस भनेको प्रकाश संश्लेषणको माध्यमबाट आफ्नो खाना आफै बनाउन सक्ने बोट बिरुवाहरूलाई हामी के भन्छौँ, प्रोड्युसर भनेर भन्छौँ, अथवा उत्पादक हुन् भन्ने कुरा बुझ्ने है। फोटोसेन्थेसिसको माध्यमबाट यदि चाहिँ आफ्नो खाना आफै बनाउन सक्छन्, क्रिएट इट्स ओन फुड है, त्यसलाई चाहिँ हामी इट्स कल्ड प्रोड्युसर है, प्रोड्युसरहरू हुन् अथवा उत्पादकहरू हुन् भन्ने कुरा बुझ्ने। र यसै गरेर प्रोड्युसर पछि तपाईँहरूलाई भनेको छ कन्ज्युमर। अब यो कन्ज्युमर अन्तर्गत चाहिँ तपाईँहरूले चाहिँ के भनेको छ, डिपेन्ड अन अदर अर्गानिजम, अरूमा चाहिँ निर्भर रहने। जस्तै यसमा पनि अब 3 वटा है, हार्बिभोरस, यसै गरेर चाहिँ कार्निभोरस र यसै गरेर ओम्निभोरस भनेर 3 प्रकारका। जस्तै तपाईँहरूले चाहिँ अब नेपाली मिडियमबाट साथीहरूले चाहिँ शाकाहारी, यसै गरेर चाहिँ मांसाहारी र सर्वाहारी भनेको है। हार्बिभोरस भनेको चाहिँ शाकाहारी, कार्निभोरस भनेको मांसाहारी र ओम्निभोरस भनेको चाहिँ सर्वाहारी हो। अब हार्बिभोरस अन्तर्गत के भनेको छ, कन्ज्युम प्लान्ट अथवा चाहिँ बोट बिरुवा खाएर बाँच्न सक्ने है, त्यस्ता बोट बिरुवामा आधारित अथवा चाहिँ तपाईँले साग मात्रै खाने, सागपात मात्रै खाने भन्ने कुरा बुझ्नुहुन्छ, त्यो भनेको हार्बिभोरस। अनि अर्को भनेको तपाईँहरूलाई चाहिँ कार्निभोरस भनेको चाहिँ मिट फर इनर्जी अथवा चाहिँ मासु खाएर बाँच्ने भनेको चाहिँ कार्निभोरस भयो। र ओम्निभोरस भनेको चाहिँ इट बोथ है, भनेको चाहिँ प्लान्ट एन्ड मिट, अथवा चाहिँ बोट बिरुवा पनि खाने र अर्को भनेको मासु पनि खाने, अथवा यसलाई हामी के भन्छौँ, सर्वाहारी भनेर भन्छौँ। यो भनेको तृतीय उपभोक्ता अन्तर्गत पर्छन्। अर्को यो डिकम्पोजर भनेको डिकम्पोज्ड बाई ब्याक्टेरिया है, यसलाई चाहिँ फेरि यो चक्र चलिरहन्छ। अहिले हामी फुड चेनमा पनि हेर्छौँ, यही कुरा हो तपाईँले यसमा बुझ्नुपर्ने है, अरू त्यस्तो केही पनि छैन। तपाईँहरूले अब यो पारिस्थितिक पद्धतिको संरचना अन्तर्गत उत्पादक अथवा चाहिँ प्रोड्युसर अन्तर्गत के पर्दो रहेछ त, आफ्नो खाना आफै बनाउन सक्ने है, आफ्नो खाना आफै बनाउन सक्ने, आफ्नो खाना आफै बनाउन सक्ने बोट बिरुवा, आफ्नो खाना आफै बनाउन सक्ने बोट बिरुवा, बनाउन सक्ने बोट बिरुवालाई हामी के भन्छौँ, प्रोड्युसर भनेर भन्छौँ है। इक्जाम्पल तपाईँहरूले चाहिँ फोटोसेन्थेसिस अथवा चाहिँ प्रकाश संश्लेषणको माध्यमबाट, प्रकाश संश्लेषण है, प्रकाश संश्लेषणको माध्यमबाट, प्रकाश संश्लेषणको माध्यमबाट है, प्रकाश संश्लेषणको माध्यमबाट आफ्नो खाना आफै बनाउन सक्ने है बोट बिरुवा भनेका के हुन् त, बोट बिरुवा भनेका चाहिँ के रहेछन्, उत्पादक अथवा चाहिँ प्रोड्युसर रहेछन् भन्ने कुरा बुझ्नु पर्यो, प्रोड्युसर। र प्राथमिक उपभोक्ता भनेको चाहिँ केमा निर्भर रहने, उत्पादकमा निर्भर रहने। प्राथमिक उपभोक्ता केमा निर्भर रहन्छन्, उत्पादकमा निर्भर रहने, उत्पादकमा निर्भर रहने, अथवा खानाका लागि उत्पादकमा निर्भर रहने जति पनि कन्ज्युमरहरू छन् त्यसलाई हामी के भन्छौँ, प्राथमिक उपभोक्ता भनेर भन्छौँ। अथवा तपाईँहरूले यो चाहिँ प्राथमिक उपभोक्ता भनेको के भनेर बुझ्ने भने, शाकाहारी भनेर बुझ्ने। कसरी चिन्ने, शाकाहारी है, कसरी चिन्ने त, यो भनेको शाकाहारी हो है, अथवा चाहिँ उत्पादकमा निर्भर रहने चाहिँ जीवहरू, शाकाहारी जीवहरू भनेको चाहिँ प्राथमिक उपभोक्ता अन्तर्गत पर्छन्। अब के पर्यो त, गडेउला, किरा, फट्याङ्ग्रा, मुसा, खरायो होइन। अब यसमा के परे, यसमा भनेको चाहिँ गडेउला है, गडेउला, यसै गरेर किरा है, किरा,
यसै गरेर फट्याङ्ग्रा, फट्याङ्ग्राले पनि चाहिँ घाँस खान्छ होइन, फट्याङ्ग्रा। अनि यसै गरेर अर्को मुसा, मुसाले पनि चाहिँ घाँस मात्रै खान्छ, मुसा। अनि अर्को भनेको गाई, अनि भैँसी, खरायो। यी भनेका चाहिँ गाई, भैँसी, खरायो जसले चाहिँ के गर्छन् तपाईँले यति बुझ्ने, शाकाहारी भनेको सागपात मात्र खाएर बाँच्ने अथवा उत्पादकको निर्भरमा रहने, त्यसलाई चाहिँ हामी शाकाहारी अथवा चाहिँ तपाईँहरूले यसमा चाहिँ गडेउला, किरा, फट्याङ्ग्रा, मुसा, गाई, भैँसी, खरायो आदि चाहिँ प्राथमिक उपभोक्ता, प्राइमरी कन्ज्युमर अन्तर्गत पर्छन् भन्ने कुरा बुझ्ने। अर्को द्वितीय उपभोक्ता भनेको छ सेकेन्डरी कन्ज्युमर अन्तर्गत चाहिँ, यो भनेको प्राथमिक उपभोक्ताको निर्भरमा रहने है। प्राथमिक उपभोक्ता, प्राथमिक उपभोक्ता, प्राथमिक उपभोक्ता र उत्पादक, उत्पादक, प्राथमिक उपभोक्ता र उत्पादक, उत्पादक दुवैको निर्भरमा रहने है, निर्भर, दुवैको निर्भरमा रहने। यसलाई चाहिँ हामी द्वितीय उपभोक्ता भनेको तपाईँले के बुझ्ने भने सर्वहारी भनेर बुझ्ने है। सर्वहारी भनेको चाहिँ मासु पनि खाने, सागपात अथवा घाँस पनि खाने, सर्वहारी होइन। अब तपाईँले द्वितीय उपभोक्ताको इक्जाम्पल भनेको चाहिँ, अब यसमा चाहिँ तपाईँले के बुझ्ने भने सर्प, यसै गरेर भ्यागुता, ब्वाँसो, चराचुरुङ्गी होइन। सर्प, यसै गरेर भ्यागुता है, सर्प, यसै गरेर भ्यागुता, यसै गरेर चाहिँ चराचुरुङ्गी है। चराचुरुङ्गीहरूले पनि त साना साना चाहिँ यो फट्याङ्ग्राहरू, किराहरू खान्छन् होइन। चराचुरुङ्गी पनि द्वितीय उपभोक्तामै पर्छ होइन। यो कुरा चाहिँ तपाईँले बुझ्ने हो भनेको सर्वहारी, जति पनि सर्वहारी छन्, जस्तै इक्जाम्पलको लागि सर्प, अब यो मुसालाई सर्पले खान्छ, अनि त्यसपछि भ्यागुताले सर्पलाई खान्छ होइन। के अरे सरी, भ्यागुताले चाहिँ फट्याङ्ग्रालाई खान्छ, चराचुरुङ्गीले चाहिँ साना गडेउला, किराहरूलाई खान्छ होइन। त्यो कारणले गर्दाखेरि द्वितीय उपभोक्तामा सर्प, भ्यागुता, चराचुरुङ्गी होइन आदि चाहिँ यसमा पर्छन् भन्ने कुरा बुझ्ने। अब तृतीय उपभोक्ता भनेको चाहिँ यो मासु मात्रै खाने, अथवा यसमा चाहिँ तपाईँहरूले के भनेर बुझ्ने, तृतीय उपभोक्ता भनेको चाहिँ द्वितीय उपभोक्ताको केमा रहने, निर्भरमा रहनेलाई हामी तृतीय उपभोक्ता भनेर भन्छौँ। अब यसमा चाहिँ तपाईँलाई मांसाहारी भनेर बुझ्ने, के भनेर बुझ्ने, मांसाहारी भनेर बुझ्ने। मांसाहारी, मासु मात्रै खाने ठुला जीवहरू, इक्जाम्पलको लागि बाघ, सिंह, गोही है। बाघ, यसै गरेर सिंह, यसै गरेर गोही, यसै गरेर गिद्ध है, गिद्ध, यसै गरेर चिल। यी ठुला जीवहरू जसले चाहिँ के गर्छन्, मासु मात्रै खान्छन्, त्यसलाई चाहिँ हामी तृतीय उपभोक्ता भनेर भन्छौँ। ठिक छ। प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ता गरेर हामीले चाहिँ कन्ज्युमरलाई यसरी 3 टाइप्समा विभाजन गरेर हेर्न सकिन्छ। अब त्यसपछि अर्को विच्छेदक भनेर भन्यो। विच्छेदक सामान्य अर्थमा डिकम्पोज्ड बाई ब्याक्टेरिया है। अब यो चाहिँ अब यो चाहिँ सधैँ के बाघ, सिंह, गोही चाहिँ सधैँ जीवित रहन्छ त रहँदैनन्, यो पनि कुनै सीमामा गएर मर्छन्। त्यो यी मरिसकेपछि अथवा तृतीय उपभोक्ताको अन्त्य भइसकेपछि, जीवन समाप्त भइसकेपछि, जुन चाहिँ बाघ, सिंह, गोही, गिद्ध, चिल जस्ता चाहिँ ठुला चाहिँ जीवहरू छन्, जुन चाहिँ मांसाहारी अथवा चाहिँ इट फर इनर्जी, अघि म तपाईँलाई भने नि होइन, तपाईँहरूले चाहिँ मिट फर इनर्जी भनेर भन्यो नि, यो भनेको चाहिँ मांसाहारी अथवा चाहिँ मासु मात्रै खाने। तपाईँहरूले के कुरा बुझ्नु पर्यो भने यसले चाहिँ अब यो चाहिँ मर्छ अथवा यो चाहिँ जीवन सकिन्छ, अनि यिनीहरूले चाहिँ फेरि यिनीहरूको चाहिँ मरिसकेपछि डिकम्पोज है, अथवा ब्याक्टेरियाले चाहिँ के गर्छ, डिकम्पोज गर्छ, र त्यही कुरालाई हामी विच्छेदक भनेर भन्छौँ। सामान्य अर्थमा तपाईँले विच्छेदक भनेर तपाईँले चाहिँ के बुझ्नु पर्यो भने फङ्गी, ब्याक्टेरिया जस्ता चाहिँ सेप्रोफाइटहरू भन्छ होइन। के भन्छ त, सेप्रोफाइट। सेप्रोफाइटहरू चाहिँ केमा पर्छन् त, विच्छेदकमा पर्छन्। अब विच्छेदकमा चाहिँ पर्ने भनेको चाहिँ फङ्गी है, फङ्गी, यसै गरेर ब्याक्टेरिया, ब्याक्टेरिया जस्ता सेप्रोफाइट भनेर लेख्नुहोस् है, जस्ता सेप्रोफाइटहरूलाई है। सेप्रोफाइटलाई चाहिँ हामी के भन्छौँ त, विच्छेदक भनेर भन्छौँ। फङ्गी, यसै गरेर चाहिँ ब्याक्टेरिया जस्ता सेप्रोफाइटलाई चाहिँ हामी के भन्छौँ, सेप्रोफाइटलाई चाहिँ हामी के भन्छौँ त, विच्छेदक। सेप्रोफाइट है, सेप्रोफाइटलाई चाहिँ हामी के भन्छौँ त, सेप्रोफाइटलाई चाहिँ विच्छेदक भनेर भन्छौँ। यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। फङ्गी, ब्याक्टेरिया जस्तो सेप्रोफाइटहरू भनेका चाहिँ विच्छेदक हुन्, अन्तिममा चाहिँ डिकम्पोज बाई ब्याक्टेरिया होइन। फेरि यही ब्याक्टेरियाको माध्यमबाट यिनीहरूले चाहिँ माटोमा प्रतिक्रिया जनाएर, रियाक्सन जनाएर, यहीबाट फेरि के हुन्छ त, यहीबाट चाहिँ बोट बिरुवाहरू चाहिँ फेरि उत्पन्न हुने हो। यो चक्र चलिरहन्छ होइन। अहिले हामी फुड चेन र फुड वेबमा पढ्छौँ, यो कुरा चाहिँ तपाईँले बुझ्ने। ठिक छ, यो कुरा क्लियर भयो कि भएन? सबैभन्दा सुरुमा साथीले कमेन्ट गर्नुहोस् त, क्लियर छ? ल भन्नुहोस्, यो कुरा क्लियर भयो कि भएन है? अब यो चाहिँ के अरे मानिस चाहिँ केमा पर्छ भनेर सोध्नु भएको छ। मानिस भनेको केमा पर्छ होला, ल भन्नुहोस् त, यो 3वटामा मानिस केमा पर्छ होला?
मानिस केमा पर्छ ल, कोले मिलाउनुहुन्छ ल भन्नुहोस्, मानिस केमा पर्छ, मानिस केमा पर्छ होला ल भन्नुहोस्। यो सोधिसकेको छ है, यो चाहिँ बारम्बार तपाईँहरूलाई चाहिँ यसमा आधारित रहेर तपाईँहरूले चाहिँ यो बुझ्नु पर्यो। हेर्नुहोस्, अब यो मानिस केमा पर्छ भन्ने सन्दर्भमा चाहिँ मानिस योमै पर्छ भनेर समावेश गरिएको छैन। मानिस भनेको चाहिँ यदि तपाईँहरू मासु खानुहुन्न भने तपाईँहरू प्राथमिक उपभोक्ता हो, प्राइमरी कन्ज्युमर हो। यदि तपाईँ मासु खानुहुन्छ भने के हो त, सेकेन्डरी कन्ज्युमर हो। त्यो कारणले गर्दाखेरि चाहिँ मासु नखानेहरू प्राथमिक उपभोक्तामा पर्छन्, मासु खानेहरू द्वितीय उपभोक्तामा पर्छन्। त्यो कारणले गर्दा म्यान चाहिँ यहीमै पर्छ, वुमन चाहिँ यहीमै पर्छ भनेर चाहिँ व्याख्या गरिएको छैन। कि त मानिसले चाहिँ मासु नखाने भएको भए के भन्थ्यो त, प्राथमिक उपभोक्ता के अरे मासु नखाने भएको भए प्राथमिक उपभोक्तामा काउन्ट गर्थ्यो होइन। र त्यसपछि चाहिँ यदि मान्छेले चाहिँ मासु खान्छ, त्यो कारणले गर्दा अब सबैले फेरि खाँदैनन् मासु होइन। त्यो कारणले गर्दा मासु नखाने मानिसहरू भनेको प्राइमरी हो, मासु खाने भनेको चाहिँ सेकेन्डरी हो है। त्यो कारणले गर्दा अझ चाहिँ मान्छेले मासु खाने भएको कारणले गर्दा यो चाहिँ उनै गर्नु पर्दा, राख्नु नै पर्दाखेरि द्वितीय उपभोक्तामा काउन्ट हुन्छ। किनकि कोही मान्छेले नखाए पनि खाना त खान्छ नि त है। सर बाघ कसरी चाहिँ त्यो उपभोक्ता पर्यो, बाघले मासु मात्रै खाँदैन त, बाघले साग खान्छ ल भन्नु त। बाघ भनेको द्वितीय उपभोक्ताको चाहिँ म चाहिँ पर्छ है, द्वितीय उपभोक्तामा चाहिँ आधारित छ है। भनेको प्राथमिक उपभोक्ताको चाहिँ निर्भरमा द्वितीय उपभोक्ता बाँच्छ, द्वितीय उपभोक्ताको निर्भरमा होइन, प्राथमिक उपभोक्ताको निर्भरमा द्वितीय, द्वितीयको के अरे निर्भरमा तृतीय, यो चाहिँ चलिरहन्छ है। यो कुरा चाहिँ तपाईँले बुझ्ने, ठिक छ ल। यो चाहिँ पारिस्थितिक पद्धतिको संरचना भनेकै यही हो, बायोटिक फ्याक्टर र अबायोटिक फ्याक्टर है। यो कुरा बुझ्ने है। ओके, अब तपाईँहरूले संरचना भन्ने कुरा पनि बुझ्नुभयो। अब अर्को तपाईँलाई महत्त्वपूर्ण कुरा भनेको खाद्य चक्र र खाद्य जाल भनेको छ। यो पनि म तपाईँलाई बुझाएँ, के हो त खाद्य चक्र भनेको र के हो खाद्य जाल भनेको, यो कुरा तपाईँलाई बुझ्न महत्त्वपूर्ण छ। अब यो चाहिँ खाद्य चक्र र खाद्य जाललाई चाहिँ फुड चेन र फुड वेब भनेको हुन्छ है। फुड चेन र फुड वेब भन्छ, फुड चेन र फुड वेब है, फुड चेन र फुड वेब भन्छ। यो फुड चेन भनेको चाहिँ खाद्य चक्र है, खाद्य चक्रलाई चाहिँ फुड चेन भन्छन् इङ्ग्लिसमा, खाद्य चक्र फुड चेन। र फुड वेब भनेको चाहिँ खाद्य जाल है, खाद्य जाललाई चाहिँ के भनिन्छ त, फुड वेब भनिन्छ। अब यो के फरक छ त, खाद्य चक्र र यसै गरेर खाद्य जालमा के फरक छ भन्ने कुरा तपाईँले बुझ्नुहोस्। अब हेर्नुहोस् है, खाद्य चक्र र खाद्य जालमा फरक चाहिँ के छ त, अब यो चाहिँ तपाईँलाई अझै झन् क्लियर हुन्छ। हेर्नुहोस्, यो चाहिँ फट्याङ्ग्रा हो, तपाईँले देखिरहनु भएको छ। यो फट्याङ्ग्रालाई चाहिँ एउटा भ्यागुताले खायो, यो भ्यागुतालाई फेरि चाहिँ सर्पले खायो, यो सर्पलाई फेरि कसले खायो, गिद्धले खायो। र त्यसपछि चाहिँ डिकम्पोज है, डिकम्पोज्ड बाई ब्याक्टेरिया, देन फेरि चाहिँ त्यो त्यस गरेर चाहिँ डिकम्पोज्ड भयो र डिकम्पोज पछि पुनः यो चाहिँ माटोसँग यो चाहिँ के हो त, रियाक्सन भएर फेरि योबाट के भयो त, घाँस उत्पन्न भयो। र यही घाँसलाई फेरि केले खान्छ त, भ्यागुताले खान्छ। र यो चक्र चाहिँ चलिरहन्छ साथीहरू, सधैँ यो चक्र चलिन्छ। त्यो कारणले गर्दा पारिस्थितिक पद्धति भनेको सबै एक आपसमा अन्तर सम्बन्धित छन्, एउटामा अर्को निर्भर छ होइन। यही कुरा भनेको चाहिँ सिम्पल फुड चेन भनेर भनेको छ है। प्रोड्युसरदेखि यसै गरेर प्राइमरी कन्ज्युमरदेखि सेकेन्डरी कन्ज्युमरदेखि होइन, डिकम्पोज्डदेखि अन्तिममा चाहिँ फेरि यो चक्र चलिरहन्छ। हामी यही कुरालाई नै के भन्छौँ, फुड चेन भनेर भन्छौँ अथवा चाहिँ खाद्य चक्र भनेर भन्छौँ। अब खाद्य जाल भनेको चाहिँ के हो त भन्ने तपाईँलाई लाग्छ। हेर्नुहोस् त, खाद्य जाल भनेको चाहिँ के हो भने यो चाहिँ घाँस हो। यो घाँसलाई चाहिँ फट्याङ्ग्राले खाएको छ, अनि यो घाँसलाई मुसाले पनि खाएको छ, यो घाँसलाई खरायोले पनि खाएको छ होइन। र यसै गरेर फेरि यो मुसालाई सर्पले खाएको छ, यो मुसालाई फेरि चराचुरुङ्गीले खाएको छ होइन। यसै गरेर यो स्नेक्सलाई यसै गरी चराचुरुङ्गी दुवैलाई चाहिँ इगल अथवा चाहिँ चिल अथवा गिद्धले खाएको छ। यो हेर्नुहोस् त के भयो त, दुई वा दुईभन्दा बढी एउटा चाहिँ खाद्य जाल भनेको अथवा फुड वेब भनेको चाहिँ के हो भने सामान्य अर्थमा दुई वा दुईभन्दा बढी खाद्य चक्र मिलेर बनेको अन्तर सम्बन्धित खाद्य श्रृङ्खलाको नेटवर्क भनेको के हो त, खाद्य जाल हो भनेर तपाईँले बुझ्ने। अब यहाँ तपाईँहरूलाई चाहिँ अझ झन् क्लियर यो चाहिँ यो फिगर हेर्नुहोस् त, यो फिगरले तपाईँलाई के जनाउँछ, फुड चेन। फुड चेन भनेको चाहिँ के भयो त, एउटा मात्रै जुन चाहिँ तपाईँहरू को चाहिँ एउटा मात्रै संरचना, उत्पादकदेखि डिकम्पोजसम्म यदि एउटा मात्रै संरचना छ जुन चाहिँ निरन्तर रूपमा चलिरहन्छ, यसलाई हामी फुड चेन भन्छौँ। फुड वेब भनेको दुई वा दुईभन्दा बढी खाद्य चक्र मिलेर बनेको नेटवर्क अथवा खाद्य श्रृङ्खला नै हामी के भन्छौँ, फुड वेब भनेर भन्छौँ। क्लियर भयो नि। खाद्य चक्र भनेको एउटा मात्रै प्रक्रिया चलिरहन्छ, एउटा मात्रै प्रक्रिया भनेको
सामान्य अर्थमा उत्पादकदेखि उपभोक्ता हुँदै विच्छेदकसम्मको यात्रा रूपमा निरन्तर रूपमा चलिरहन्छ। त्यही कुरालाई नै हामी के भन्छौँ, त्यही कुरालाई नै हामी के भन्छौँ, फुड चेन भनेर भन्छौँ। यसलाई चाहिँ के पनि भनेको छ भने सूर्यले सबै बिरुवाहरूले चाहिँ सूर्यको माध्यमबाट अथवा चाहिँ प्रकाश संश्लेषणको माध्यमबाट सबै बिरुवाहरूले आवश्यक पर्ने ऊर्जाहरू प्रदान गर्छन् र त्यसपछि बिरुवाहरूले त्यो ऊर्जालाई गेन गरेर प्रकाश संश्लेषण क्रियाबाट के गर्छ त, आफूले खाना बनाउँछन् अथवा चाहिँ प्रकाश संश्लेषणको माध्यम गर्छन् र त्यसपछि उत्पादक हुँदै तीन उपभोक्ताहरू, प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता, तृतीय उपभोक्ता हुँदै अन्ततः विच्छेदक प्रवाहका रूपमा चाहिँ अथवा विच्छेदकले काम गर्छ। र विच्छेदकले के काम गर्छ भने मृत र सड्ने पदार्थहरूलाई के गर्छ, विच्छेदकमा चाहिँ तोडिन्छ र त्यसपछि विच्छेदकले पुनः उत्पादकलाई चाहिँ पोषक तत्त्व प्रदान गरेर त्यहीबाट फेरि के हुन्छ, उत्पादक चाहिँ अगाडि बढ्छ अथवा उत्पादक घाँसहरू चाहिँ बन्छन्। त्यही कुरा चाहिँ चलिरहन्छ। यो कुरालाई हामी के भन्छौँ, फुड चेन भन्छौँ भनेर भनेको छ। ठिक छ। ल अब तपाईँहरूले चाहिँ फुड चेन यसै गरेर फुड वेबमा बुझ्नुपर्ने कुरा, खाद्य चक्र र खाद्य जालमा चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भने खाद्य चक्रमा सामान्य अर्थमा तपाईँले के भन्नुहोस् भने प्रकाश संश्लेषणको माध्यममा सहभागी हुँदै, प्रकाश संश्लेषणको माध्यममा सहभागी हुँदै है, प्रकाश संश्लेषणको माध्यममा सहभागी हुँदै उत्पादकले सूर्यको ऊर्जा प्रयोग गरेर है, सूर्यको ऊर्जा प्रयोग गरी खाना बनाउँछन् है, खाना बनाउँछन् है। उत्पादक मैले तपाईँलाई भनिसकेको छु। त्यसपछि यो तीनवटा उपभोक्ता भनेको चाहिँ प्राथमिक उपभोक्ता हैन, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताको कुरा आउँछ र त्यसपछि विच्छेदकको कुरा आउँछ है, विच्छेदकको कुरा आउँछ। र यो विच्छेदकले के काम गर्छ भने सड्ने र गल्ने जीवलाई के गर्छ त, जीवलाई सडाएर अथवा चाहिँ विच्छेदकका रूपमा विच्छेदन गरेर उत्पादकलाई अथवा बोट बिरुवालाई उत्पादकलाई पोषक तत्त्व प्रदान गर्छ है, पोषक तत्त्व प्रदान गर्छ र यो पोषक तत्त्व प्रदान गरिसकेपछि पुनः के हुन्छ, त्यहाँबाट चाहिँ घाँस बन्छ। हेर्नुहोस् त, त्यहाँबाट पुनः घाँस बन्छ। घाँस भनेको के हो त, यो भनेको चाहिँ उत्पादक हो है, घाँस उत्पादक हो। अब फेरि यही उत्पादक चाहिँ खाएर तीनवटा उपभोक्ताको निर्भर रहन्छ, फेरि तीनवटा उपभोक्तापछि विच्छेदक आउँछ। यो चक्र चलिरहन्छ। यही चक्रलाई नै हामी के भन्ने हो, खाद्य चक्र भन्ने हो। यो समग्रताको चक्र अथवा चाहिँ उत्पादकदेखि, सामान्य अर्थमा तपाईँहरूले चाहिँ उत्पादकदेखि विच्छेदकसम्मको चक्र निरन्तर रूपमा चलिरहन्छ। त्यो चक्रलाई नै हामी के भन्छौँ, निरन्तर रूपमा चलिरहन्छ। यही चक्रलाई चाहिँ हामी के भन्छौँ त, खाद्य चक्र अथवा फुड चेन भनेर भन्छौँ। बुझ्नुभयो है। एउटा चाहिँ उत्पादकदेखि लगेर त्यसपछि तीनवटा उपभोक्ता, अन्तिममा विच्छेदक हुँदै अब त्यो विच्छेदकले चाहिँ के गर्छ, सड्ने भएछ, सड्ने र गल्ने जीवलाई चाहिँ विच्छेदन गरेर पोषक तत्त्व, उत्पादकलाई चाहिँ पोषक तत्त्व प्रदान गरिन्छ र यो चक्र निरन्तर रूपमा चलिरहन्छ। यसलाई नै हामी खाद्य चक्र भन्छौँ। अब खाद्य जाल भनेको चाहिँ अन्तर सम्बन्धित खाद्य श्रृङ्खलाको, यसलाई के भन्छ भने अन्तर सम्बन्धित खाद्य श्रृङ्खलाको नेटवर्क, अन्तर सम्बन्धित खाद्य श्रृङ्खलाको नेटवर्क, अन्तर सम्बन्धित खाद्य श्रृङ्खलाको नेटवर्क जहाँ दुई वा दुईभन्दा बढी खाद्य चक्र मिलेर बनेको सञ्जाल हुन्छ है। खाद्य चक्र मिलेर बनेको सञ्जाललाई चाहिँ के भनिन्छ, त खाद्य जाल भनेर भन्छ है। तपाईहरुले चाहिँ फुड वेब र फुड चेनमा चाहिँ क्लियर हुनु पर्यो। उत्पादकदेखि विच्छेदकसम्मको निरन्तर चक्र चलिरहन्छ, हामी खाद्य चक्र भन्छौँ। दुई वा दुईभन्दा बढी खाद्य चक्र मिलेर बनेको सञ्जाललाई हामी के भन्छौँ, खाद्य जाल भनेर भन्छौँ। त्यसका लागि तपाईहरुलाई चाहिँ
यो डिफिनेसन यो चाहिँ क्लियर छ है। जस्तै तपाईहरुलाई चाहिँ यो यसबाट तपाईले बुझ्न सजिलो भइहाल्छ। हेर्नुस् त यो भनेको फुड चेन हो, खाद्य चक्र हो। यो भनेको चाहिँ खाद्य जाल हो है। एउटा चाहिँ उत्पादकदेखि विच्छेदकसम्म हुँदै यो चक्र निरन्तर रूपमा चलिरहन्छ। यसलाई हामी खाद्य चक्र भन्छौँ। र त्यसपछि दुई वा दुई भन्दा बढी खाद्य चक्र मिलेर बनेको सञ्जाललाई हामी के भन्छौँ? फुड वेब भनेर भन्छौँ। खाद्य चक्र र खाद्य जाल अथवा फुड चेन र फुड वेबमा चाहिँ यो कुरा क्लियर हुने। ठिक छ ल। अब यो चाहिँ खाद्य चक्र र खाद्य जाल क्लियर भइसकेपछि हामी अगाडि बढौँ। केमा अगाडि बढौँ त भने साथीहरू, ल ओके ओके। अब यसपछि लेख्नुहोस् हेट्रोट्रफ र अटोट्रफ भनेर लेख्नुहोस् है। अटोट्रफ र हेट्रोट्रफ ल लेख्नुहोस् त। ओके। अब यसपछि लेख्नुहोस् अटोट्रफ र हेट्रोट्रफ है। यो के हो त भन्ने कुरा तपाईँले बुझ्नुहोस् है। यसलाई चाहिँ परपोषक र स्वपोषक भनेर भन्छ है। परपोषक र स्वपोषक। अब तपाईँले यसमा बुझ्नुपर्ने कुरा केही पनि छैन। स्वपोषक है, यसलाई चाहिँ स्वपोषक भनेर भन्छ। यसलाई चाहिँ परपोषक भनेर भन्छ। के भन्छ? परपोषक भनेर भन्छ। परपोषक र स्वपोषकको मिनिङ मात्रै मैले बुझाउन खोजेको, अरू त्यसमा तपाईँलाई केही पनि छैन। हेर्नुहोस् त, स्वपोषक र परपोषक आफ्नो लागि आफै खाना बनाउन सक्ने जीवलाई अथवा आफ्नो लागि आफै खाना बनाउन सक्ने जीवितलाई के भन्छ? स्वपोषक भनेर भन्छ अथवा अटोट्रफ भनेर भन्छ भने हेट्रोट्रफ भनेको चाहिँ परपोषक भनेको के हो भने खानाका लागि अरूको जीवमा निर्भर रहनेलाई चाहिँ हामी के भन्छौँ? परपोषक भनेर भन्छौँ। यति दुईटा कुरा बुझ्ने ल। खानाका लागि अरूमा चाहिँ निर्भर रहनेलाई परपोषक भनेर भन्छ, हेट्रोट्रफ भन्छ। र स्वपोषक भनेको अटोट्रफ भनेको चाहिँ आफ्नो खाना आफै बनाउन सक्ने अथवा आफ्नो लागि आफै खाना तयार गर्न सक्ने, त्यसलाई चाहिँ हामी स्वपोषक भनेर भन्छौँ। अब यसमा तपाईँहरूलाई चाहिँ मैले यति मात्रै बुझाउन खोजेको। अब यो भनेको चाहिँ बोट बिरुवाले आफ्नो खाना आफै बनाउन सक्छन् है। अर्गानिजम द्याट क्यान है, द्याट मेक दियर ओन फुड है, अथवा ओन इनर्जी है त। यो कुरा चाहिँ तपाईँले बुझ्ने। अर्गानिजम द्याट मेक दियर ओन इनर्जी है, ओन इनर्जी है। यो भनेका चाहिँ स्वपोषक हुन् है। यो भनेका चाहिँ स्वपोषक भनेका के रहेछन्? अर्गानिजम द्याट मेक दियर ओन इनर्जी। इक्जाम्पलमा लेखिदिनुहोस् बोट बिरुवा है, प्लान्ट बोट बिरुवा है, बोट बिरुवा जसले चाहिँ आफ्नो खाना आफै बनाउन सक्छ। तपाईँलाई के भनेर सोध्छ भने स्वपोषक अथवा चाहिँ हरिया वनस्पतिहरू केमा पर्छन् भनेर सोध्यो भने स्वपोषकमा। अर्गानिजम द्याट मेक दियर ओन इनर्जी अथवा चाहिँ आफ्नो लागि आफै खाना तयार गर्न सक्नेलाई चाहिँ हामी के भन्छौँ? स्वपोषक भनेर भन्छौँ है। यो कुरा तपाईँले बुझ्ने। ठिक छ ल, यसलाई कपी गर्नुहोस् त। अर्गानिजम्स द्याट मेक दियर ओन इनर्जी भनेर लेख्नुहोस्। यो भनेको स्वपोषक हो। अब यसै गरेर परपोषक भनेको चाहिँ के हो भने जति पनि अब यसमा चाहिँ तपाईँहरूले प्रोड्युसर भनेर लेख्दा पनि हुन्छ है। प्रोड्युसर भनेको पनि के हो त? उत्पादक है। उत्पादक भनेको चाहिँ स्वपोषक हो। बुझ्नुहोस्, उत्पादक भनेर हामीले पढ्यौँ नि, यो भनेको चाहिँ के हो त? स्वपोषक हो। र अर्को परपोषक भनेको चाहिँ परपोषक है।
अब यो परपोषक भनेको चाहिँ दुईटा कुरा तपाईँले चाहिँ परपोषकमा के भनेर बुझ्ने भने कन्ज्युमर र डिकम्पोजर भनेको चाहिँ परपोषक हो होइन organism that can't make their own energy है त्यसलाई चाहिँ हामी के भन्छौँ परपोषक भन्छौँ अर्गानिजम द्याट कान्ट मेक दियर ओन एनर्जी अथवा चाहिँ आफ्नो लागि आफैले खाना तयार गर्न नसक्ने जति पनि जीवहरू छन् अथवा चाहिँ यसमा तपाईँले कन्ज्युमर र डिकम्पोजर भनेर बुझ्दा हुन्छ है द्याट कान्ट मेक दियर ओन एनर्जी भनेर लेख्नुहोस् र त्यसपछि चाहिँ इक्जाम्पलमा लेखिदिनुहोस् इक्जाम्पलमा के भनेर लेखिदिनुहोस् भने कन्ज्युमर है कन्ज्युमर्स र डिकम्पोजर्स है यो भनेको चाहिँ के हो भने परपोषक हुन् भन्ने कुरा बुझ्ने ठिक छ आफ्नो लागि आफै खाना बनाउने भनेको चाहिँ स्वपोषक आफ्नो खानाका लागि अरूको जीवमा निर्भर रहनेलाई चाहिँ हामी परपोषक भन्छौँ यति कुरा मैले तपाईँलाई बुझाउन खोजेको अरू त्यस्तो केही पनि छैन यसमा ठिक छ ओके अगाडि बढौँ अर्को तपाईँलाई यो पारिस्थितिक पिरामिड इकोलोजिकल पिरामिड भनेर भन्छ यो इकोलोजिकल पिरामिडमा तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने इकोलोजिकल पिरामिडलाई चाहिँ कि त ठाडो हुन्छ कि त चाहिँ तेस्रो हुन्छ अथवा चाहिँ यसलाई सुल्टो र उल्टो भनेर पनि भनेको छ के भनेको छ ठाडो अथवा घुप्टो पिरामिड भनेर हामी पिरामिडलाई दुई तरिकाले हेर्छौँ अब पारिस्थितिक पिरामिड अथवा इकोलोजिकल पिरामिड भनेको के हो त सबैभन्दा सुरुमा बुझ्नुहोस् खाद्य श्रृङ्खलामा अथवा चाहिँ खाद्य चक्रमा के हुन्छन् विभिन्न स्तरका तपाईँहरूले जीवहरूको अथवा विभिन्न प्राणीहरूको त्यो सम्बन्ध देख्नुभयो त्यो सम्बन्धलाई चाहिँ एउटा ग्राफिकल तरिकाले चाहिँ प्रतिनिधित्व ग्राफिकल प्रतिनिधित्वलाई चाहिँ झल्काउने पिरामिडलाई नै हामी के भन्छौँ पारिस्थितिक पिरामिड भनेर भन्छौँ त्यसले के गरिदिएको हुन्छ भने यिनीहरूको सम्बन्ध कस्तो छ त भन्ने कुरा चाहिँ यदि ग्राफिकल तरिकाले अथवा चाहिँ ग्राफिकल रिप्रेजेन्ट तरिकाले चाहिँ यदि झल्काएको हुन्छ भने त्यसलाई नै हामी पारिस्थितिक पिरामिड भनेर भन्छौँ तपाईँलाई के भनेर लेख्नुहोस् भने खाद्य श्रृङ्खलाभित्रका खाद्य श्रृङ्खलाभित्रका खाद्य श्रृङ्खलाभित्रका खाद्य श्रृङ्खलाभित्रका जीवलाई ग्राफिकल तरिकाले ग्राफिकल प्रतिनिधित्वबाट सम्बन्ध झल्काउने है सम्बन्ध झल्काउने पिरामिडलाई हामी के भन्छौँ झल्काउने पिरामिडलाई चाहिँ पारिस्थितिक पिरामिड अथवा इकोलोजिकल पिरामिड भनेर भन्छ है यसलाई चाहिँ हामी के भन्दो रहेछौँ त इकोलोजिकल पिरामिड भनेर भन्दो रहेछौँ इकोलोजिकल पिरामिड भनेको चाहिँ खाद्य श्रृङ्खलाभित्रका जीवहरूलाई ग्राफिकल प्रतिनिधित्वबाट सम्बन्ध झल्काउने अब यसमा चाहिँ कति प्रकार भनेको दुई प्रकारको हुन्छ प्रकार भनेको कति प्रकारको दुई प्रकारको हुन्छ एउटा चाहिँ ठाडो है यसलाई चाहिँ सुल्टो भन्छ है सुल्टो पनि भन्छ अर्को भनेको चाहिँ घोप्टो यसलाई चाहिँ उल्टो भन्छ है घोप्टो यसलाई चाहिँ के भन्छ त उल्टो भनेर भन्छ उल्टो पिरामिड अथवा चाहिँ सुल्टो पिरामिड घोप्टो भनेको उल्टो ठाडो भनेको सुल्टो यसरी चाहिँ हामीले पारिस्थितिक पिरामिडलाई चाहिँ दुई तरिकाबाट हेर्छौँ कि त सुल्टो हुन्छ कि त उल्टो हुन्छ पारिस्थितिक पिरामिडका प्रकार भइसकेपछि हामीले तीनवटा पारिस्थितिक पिरामिड एउटा जीव सङ्ख्याको पिरामिड है जीव सङ्ख्याको पिरामिड यो कुरा बुझ्ने जीव सङ्ख्याको पिरामिड अर्को दुईमा जीव पिण्डको पिरामिड है जीव पिण्डको पिरामिड अर्को भनेको जीव ऊर्जाको पिरामिड ऊर्जा अथवा शक्ति भन्छ जीव ऊर्जा अथवा शक्तिको पिरामिड यो तीनवटा आधारमा चाहिँ हामीले ग्राफिकल रिप्रेजेन्टबाट चाहिँ हामीले प्रस्तुत गर्न सक्छौँ यो तीनवटा कुरालाई एउटा जीव सङ्ख्याको पिरामिड अर्को जीव पिण्डको पिरामिड अर्को जीव ऊर्जा अथवा शक्तिको पिरामिड अब यसमा पनि जीव पिण्डको पिरामिडलाई चाहिँ दुईवटामा विभाजन गरेको छ एउटा चाहिँ जलीय जीवपिण्ड पिरामिड भन्छ एउटा भनेको के हो त जलीय जीवपिण्ड पिरामिड है जलीय जीवपिण्ड पिरामिड अर्को भनेको चाहिँ स्थलीय जीवपिण्ड पिरामिड अब तपाईँलाई यो चारवटा भन्यो अब यसमा पनि दुईवटा होइन जीवपिण्ड पिरामिडमा पनि दुईवटा जलीय जीवपिण्ड पिरामिड र स्थलीय जीवपिण्ड पिरामिड गरेर हामीले चाहिँ
यसरी दुई प्रकारमा विभाजन गरेर हेर्छौँ। अर्को भनेको जीव ऊर्जा अथवा शक्तिको पिरामिड, अर्को भनेको जीव सङ्ख्याको पिरामिड। यो जुन 1 यसै गरेर 2 3 4वटा पिरामिड देख्नुभयो, यो पिरामिड मध्ये 3टा पिरामिड चाहिँ सुल्टो हुन्छन्, एउटा पिरामिड चाहिँ उल्टो हुन्छ। अब तपाईलाई के भनेर सोध्छ भने पारिस्थितिक प्रणालीमा कुन पिरामिड चाहिँ उल्टो हुन्छ भनेर सोध्यो भने के भन्नुहुन्छ ल भन्नुहोस् त? जीव सङ्ख्या पिरामिड, जलीय जीव सङ्ख्या पिरामिड, जलीय जीवपिण्ड पिरामिड, स्थलीय जीवपिण्ड पिरामिड र जीव ऊर्जा शक्तिको पिरामिड भन्यो र देखाएका मध्ये कुन पिरामिड चाहिँ उल्टो हुन्छ भनेर सोध्यो भने के भन्नुहुन्छ ल भन्नुहोस् त? कुन पिरामिड चाहिँ उल्टो हुन्छ त? कुन पिरामिड उल्टो हुन्छ? मानिस कसरी परपोषक भयो सर भन्नुभयो, अनि मानिसले आफ्नो खाना आफै बनाउन सक्छ अथवा चाहिँ अरूमा निर्भर रहनु परेन भनेको आफ्नो खाना त्यो खाना पकाएर चाहिँ आफूले खाना आफै खाएको जस्तो भने होइन त्यो, बुझ्नुभयो नि? अनि चाहिँ धान चाहिएन के अरे भात पकाउनलाई, त्यो धान के हो? उत्पादक होइन। अनि अरूकोमा भर परेन, त्यो आफ्नो खाना आफै बनाउन सक्ने हातले चाहिँ प्रयोग गरेर त्यसलाई चाहिँ भन्न खोजेको होइन। त्यो भनेको चाहिँ आफैले चाहिँ बनाउन सक्ने। अब यदि मानिसले चाहिँ खाना नखाएर यदि चाहिँ सूर्यको किरणबाट यदि बाँच्न सक्थ्यो भने त्यति बेला बल्ल मान्छे चाहिँ सोपोषक हुन्थ्यो है। हामीले धान खानु परेन, चामल खानु परेन, रोटी खानु परेन, त्यो उत्पादक होइन है। यो बुझ्ने। अब यो 4वटा पिरामिड मध्ये चाहिँ उल्टो पिरामिड कुन हुन्छ भनेर सोध्यो भने यसलाई चाहिँ जलीय जीवपिण्ड पिरामिड अथवा सामुद्रिक जीवपिण्ड पिरामिड भनेर भन्छ। यहाँ तपाईँलाई मैले राखिदिएको छु। यो भनेको सामान्य अर्थमा तपाईँले बुझ्नुहोस् मात्रै है, यो चाहिँ अरू केही पनि छैन, यो बुझ्ने मात्रै हो, तपाईँले नलेख्नुहोस्। यो चाहिँ जीव सङ्ख्याको पिरामिड हो साथीहरू। के को पिरामिड हो त? जीव सङ्ख्या। मैले एकमा लेखेको छु नि, यो जीव सङ्ख्याको पिरामिड हो। जीव सङ्ख्याको पिरामिड भनेको यसले चाहिँ के रिप्रेजेन्ट गर्छ भने यसले चाहिँ जीव सङ्ख्या अथवा चाहिँ यो वातावरणमा पारिस्थितिक प्रणालीमा चाहिँ जीवहरूको सङ्ख्या कसरी थपघट भएको छ त, त्यो चाहिँ त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्छ भन्ने कुरा तपाईँले बुझ्ने है, कसरी चाहिँ थपघट भएको छ। अब हेर्नुहोस् त, जति चाहिँ यो चाहिँ पारिस्थितिक प्रणालीमा जति चाहिँ उत्पादकहरू छन् अथवा चाहिँ बोट बिरुवा चाहिँ छन् त्यति प्राथमिक उपभोक्ता छन् त छैनन्। जति प्राथमिक उपभोक्ता छन् त्यति द्वितीय उपभोक्ता छन् छैनन्। जति द्वितीय उपभोक्ता छन् त्यति तृतीय उपभोक्ता छन् छैनन्। के हुँदै जान्छ? क्रमश रूपमा कम हुँदै गएको छ, घट्दै गएको छ है। हेर्नुहोस् त, उत्पादकहरूको सङ्ख्या धेरै छ, बोट बिरुवा अथवा चाहिँ उत्पादकहरूको सङ्ख्या चाहिँ रुखहरूको सङ्ख्या धेरै छ। जति रुखहरू बोट बिरुवाहरू छन् यो चाहिँ पारिस्थितिक प्रणालीमा त्यति जीवहरू छन् त छैनन्। त्यो कारणले गर्दाखेरि प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता, तृतीय उपभोक्ताको सङ्ख्या के हुँदै जान्छ? घट्दै गएको छ। त्यो कारणले गर्दा उत्पादक भन्दा उपभोक्ता कम हुन्छन्। उपभोक्ता भन्दा प्राथमिक उपभोक्ता भनेको द्वितीय उपभोक्ता कम हुन्छन्। त्यो कारणले गर्दा जीव सङ्ख्याको पिरामिड के भयो त? सुल्टो भयो है। अनि यो भनेको चाहिँ जीव चाहिँ ऊर्जा अथवा शक्तिको पिरामिड हो। यो जीव अथवा ऊर्जा अथवा शक्तिको पिरामिडमा तपाईँले के कुरा बुझ्ने भने अब यसले चाहिँ के गर्छ भने सूर्यको किरण, हेर्नुहोस् त, लस्ट इनर्जी एज हिट भनेर भनेको छ, लस्ट इनर्जी एज हिट। जति चाहिँ यो सूर्यको किरण अथवा सूर्यलाई चाहिँ प्लान्ट अथवा चाहिँ उत्पादकले चाहिँ के गर्छ? कन्ज्युम गर्छ, त्यति चाहिँ प्राथमिक उपभोक्ताले कन्ज्युम गर्दैन। जति प्राथमिक उपभोक्ताले कन्ज्युम गर्छ त्यति सेकेन्डरी कन्ज्युमरले चाहिँ के गर्दैन? कन्ज्युमरले चाहिँ कन्ज्युम गर्दैन है। यही कुरालाई चाहिँ जीव शक्ति अथवा चाहिँ जीव ऊर्जाको पिरामिडमा रूपमा देखाइएको छ। तपाईँलाई सोधेको छ एउटा ट्रफिकल लेभल, यो भनेको ट्रफिकल लेभल अथवा ग्राफिकल लेभल भन्छ। एउटा ट्रफिकल लेभलदेखि अर्को ट्रफिक लेभलसम्म है, एउटा ट्रफिक लेभलदेखि अर्को ट्रफिक लेभलसम्म जाँदाखेरि शक्ति अथवा ऊर्जा चाहिँ कति रूपान्तरण हुन्छ, कति प्रतिशत रूपान्तरण हुन्छ भनेर सोधेको छ। ल भन्नुहोस् त, एउटा ट्रफिक है, एउटा ट्रफिक लेभलदेखि है, एउटा ट्रफिक लेभलदेखि अर्कोमा जाँदा कति शक्ति रूपान्तरण हुन्छ, कति प्रतिशत शक्ति रूपान्तरण हुन्छ भनेर सोधेको छ। कति प्रतिशत शक्ति रूपान्तरण हुन्छ, कति प्रतिशत शक्ति रूपान्तरण हुन्छ भनेर सोध्यो भने के भन्नुहुन्छ? ल भन्नुहोस् त, एउटा ट्रफिक लेभलदेखि अर्को ट्रफिक लेभलसम्म है, ट्रफिक लेभलसम्म जाँदाखेरि ट्रफिक लेभलसम्म जाँदाखेरि कति प्रतिशत चाहिँ शक्ति चाहिँ रूपान्तरण हुन्छ भनेर सोधेको छ। यो भनेको कति प्रतिशत? 10% है। कति प्रतिशत? 10% हुन्छ। हेर्नुहोस् त, यो 100% सूर्यको किरणलाई 100% चाहिँ प्राइमरी प्रोड्युसर अथवा चाहिँ यो चाहिँ बोट बिरुवाहरूले कन्ज्युम गरेका छन्।
यो कन्ज्युम गरेको 100% मध्ये 10% मात्रै रूपान्तरण भएको छ प्राथमिक उपभोक्तामा। यो 10%को पनि चाहिँ 10%को पनि 10% मात्रै, 10%को 10%, 1% मात्रै चाहिँ सेकेन्डरी कन्ज्युमरले लिएको छ। अब यो 1%को पनि 10% भनेको कति? 0.1% मात्रै के गरेको छ त? यो चाहिँ तृतीय उपभोक्ताले चाहिँ यसलाई चाहिँ कन्ज्युम गरेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ जति ट्रफिक लेभल चाहिँ बढ्दै गयो त्यति चाहिँ के हुँदै जान्छ? शक्ति अथवा ऊर्जा हराउँदै जान्छ। हो, त्यही कारणले गर्दाखेरि यो पनि के हुन्छ? सुल्टो हुन्छ है। त्यो कुरा तपाईँले बुझ्ने, यो कुरा चाहिँ नोट गर्नुहोस्। एउटा ट्रफिक लेभलदेखि अर्को ट्रफिक लेभलसम्म जाँदा अथवा शक्ति रूपान्तरण हुँदाखेरि कति प्रतिशत मात्रै शक्ति रूपान्तरण हुन्छ त? 10% मात्रै हुन्छ। त्यो कारणले गर्दा जीव शक्ति र ऊर्जा पिरामिड पनि सुल्टो हुँदो रहेछ भन्ने कुरा तपाईँले बुझ्नुहोस्। अनि अर्को कुरा, यो भनेको चाहिँ स्थलीय हो, पिण्ड है। यो भनेको चाहिँ स्थलीय हो साथीहरू, स्थलीय है, स्थलीय। अनि यो भनेको चाहिँ जलीय हो, जलीय जीवपिण्ड। हेर्नुहोस् त, अब यो किन चाहिँ उल्टो भयो म तपाईँलाई सिकाउँछु है। एकदमै कन्सेप्ट क्लियर। उल्टो त हुन्छ, किन हुन्छ यो कुरा बुझ्नुहोस् राम्रोसँग। कन्सेप्ट मात्रै क्लियर गर्ने हो यहाँ चाहिँ। अब हेर्नुहोस्, यो जति घाँसहरूको पिण्ड छ नि, यो सबै बोट बिरुवा अथवा घाँसहरूको पिण्ड भन्दा के प्राथमिक उपभोक्ताको पिण्ड बढी हुन्छ? एउटाको मात्रै हेर्ने होइन। एउटा चाहिँ अब जस्तै मानौ बाघको पिण्ड चाहिँ धेरै होला, तर जति चाहिँ यो घाँसहरू अथवा बोट बिरुवाहरूको पिण्ड छ त्यति पिण्ड प्राथमिक उपभोक्ताले ओगटेको छैन। प्राथमिक उपभोक्ता भन्दा द्वितीय उपभोक्ताले ओगटेको छैन। त्यो कारणले गर्दाखेरि स्थलीय जीव पिण्ड पिरामिड पनि यदि 1000 केजी चाहिँ छ भने प्राथमिक उपभोक्ता 100 केजी मात्रै के हुन्छ? के अरे उत्पादक यदि 1000 केजी छ भने 100 केजी चाहिँ प्राथमिक उपभोक्ता, 10 केजी द्वितीय उपभोक्ता होइन। यो कुरा चाहिँ तपाईँलाई भनेको छ। त्यसपछि यो चाहिँ पिण्ड स्थलीय पिण्ड पिरामिड भयो। यो भनेको जलीय पिण्ड पिरामिड। जलीय पिण्ड पिरामिड भनेको साना माछा भन्दा ठुला माछाको पिण्ड धेरै हुन्छ कि हुँदैन? व्हेलहरू अथवा डल्फिनहरू, यो व्हेल डल्फिनहरू भनेका के हुन्? तृतीय उपभोक्ता अन्तर्गत पर्दछन् अथवा जलीयमा तृतीय उपभोक्ता। जति चाहिँ यो व्हेल डल्फिनले ओगटेका छन् त्यति साना माछाहरूले पिण्ड ओगटेका छन् त। अब आफै सम्झिनुहोस् त, जति यो साना माछाहरू, लेउ अथवा चाहिँ यो चाहिँ यसलाई चाहिँ सामुद्रिक फुडहरू भन्छ। यो सामुद्रिक फुडहरू खाएर यो माछाहरू चाहिँ हुने हो। अब योमा पनि चाहिँ यो यी माछाहरू भनेका चाहिँ यो मात्रै लेउहरू, यस्ता जुन सामुद्रिक चाहिँ बोट बिरुवाहरू पाइन्छन् यो खाएर चाहिँ बाँच्ने हुन् होइन। अब यो साना माछाहरू खाएर ठुला माछा बाँच्छन्। त्यो कारणले गर्दाखेरि जति साना माछाको पिण्ड हुन्छ त्योभन्दा धेरै ठुला माछाको पिण्ड हुन्छ। त्यो कारणले गर्दाखेरि जलीय पिण्ड भनेको चाहिँ के भयो त? उल्टो भयो। ठिक छ, कसरी उल्टो हुँदो रहेछ भन्ने कुरा बुझ्नुभयो। अब यो तपाईँहरूले चाहिँ जीव संख्या पिरामिड भनेको सुल्टो है, जीव संख्या पिरामिड सुल्टो। जलीय स्थलीय जीव पिण्ड पिरामिड पनि सुल्टो। अनि त्यसपछि जीव ऊर्जा शक्तिको पिरामिड यो पनि सुल्टो र यसै गरेर जलीय जीव पिण्ड पिरामिड यो चाहिँ उल्टो। किन भन्ने कुरा बुझ्नुभयो नि? किन भन्ने कुरा बुझ्नुभयो नि? पिण्ड, जलीय जीव पिण्ड, जलीय जीवहरूको पिण्डहरू हेर्ने हो भने साना माछाको पिण्ड ठुला माछा, सानो माछाको पिण्ड भन्दा ठुला माछाको पिण्ड के छ? धेरै छ। त्यो कारणले गर्दाखेरि जलीय जीव पिण्ड पिरामिड के हुन्छ? उल्टो हुन्छ। कारण त्यही हो है। अथवा चाहिँ प्राथमिक उपभोक्ता भन्दा तृतीय उपभोक्ताका पिण्डहरूले धेरै ओगटे, त्यही उल्टो भयो यो भन्न खोजेको है। यो तीनटा चाहिँ जीव संख्या पिरामिड, जीव ऊर्जा शक्ति पिरामिड सुल्टो र स्थलीय जीव पिण्ड पिरामिड सुल्टो र जलीय जीव पिण्ड पिरामिड उल्टो। अब तपाईँहरूलाई चाहिँ नासु 2076 मा सोधेको थियो। नासु 2076 मा चाहिँ के सोधेको थियो भने सुन्नुहोस् है। 2076 सालको नासुलाई देखाएका मध्ये के भनेर सोधेको छ भने देखाएका मध्ये कुन पारिस्थितिक पिरामिड अन्तर्गत पर्दैन अथवा हेरिँदैन भनेको छ। देखाएका मध्ये कुन पारिस्थितिक प्रणाली अन्तर्गत हेरिँदैन भनेर सोधेको थियो। पारिस्थितिक पिरामिड अन्तर्गत हेरिँदैन, पारिस्थितिक पिरामिड अन्तर्गत हेरिँदैन भनेर सोधेको छ है। हेरिँदैन भनेर नासु 2076 लाई सोधेको छ। र विकल्पमा ए मा शक्ति, बी मा संख्या है, बी मा संख्या, सी मा गुण, डी मा पिण्ड। ल भन्नुहोस् त, यो तपाईँलाई सोधिसकेका क्वेसन हो। देखाएका मध्ये कुन पारिस्थितिक पिरामिड अन्तर्गत हेरिँदैन? शक्ति, संख्या, गुण र पिण्ड। ल अब कुन चाहिँ हेरिँदैन होला त? ल भन्नुहोस् त, एबिसिडी। ल कमेन्ट गर्नु सबैले। यो चाहिँ सोधिसकेका क्वेसन है, र सबैले कमेन्ट गरौँ है। देखाएका मध्ये चाहिँ कुन हेरिँदैन होला त? पारिस्थितिक पिरामिड अन्तर्गत चाहिँ कुन चाहिँ हेरिँदैन?
गुण चाहिँ हेरिँदैन है। यसको एन्सर के हुन्छ त अप्सन नम्बर सी गुण हुन्छ है। के हुन्छ अप्सन नम्बर सी गुण है। अप्सन नम्बर सी गुण। ठिक छ ल, यो कुरा चाहिँ तपाईँहरूले ध्यान दिनु पर्यो। ल यो चाहिँ पारस्परिक पिरामिड अन्तर्गतको कुरा चाहिँ भयो। अब क्लियर भयो कि भएन है? अब क्लियर छ। अब कसरी चाहिँ उल्टो रहेछ भन्ने कुरा क्लियर हुनुभयो नि। अब घोकेर मात्रै हुँदैन, यसरी चाहिँ कन्सेप्ट क्लियर हुनु पर्यो है। अब तपाईँहरूले पारिस्थितिक प्रणालीमा यति बुझ्नुभयो भने कन्सेप्ट एकदमै क्लियर भयो। अब यो कुरा चाहिँ अब दिगो विकासका कुराहरू, जलवायु परिवर्तनका कुराहरू, अनि यसै गरेर अन्य वातावरणसँग सम्बन्धित कुराहरू त्यसमा हामी पढ्छौँ है। पारिस्थितिक पद्धतिमा स्योर तपाईँले यति बुझ्दाखेरि इनफ भइहाल्छ। र अब तपाईँहरूले चाहिँ अब भोलि चाहिँ हामी दिगो विकास सस्टेनेबल डेभलपमेन्टका कुराहरू चाहिँ भोलि कन्टिन्यू गर्छौँ। 9767487115। यदि कोही नजिकका साथीहरू, शुभचिन्तक साथीहरू हुनुहुन्छ र लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा लिन चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ 9767487115मा चाहिँ सम्पर्क गरेर पढाइ सेवामा चाहिँ धमाधम नयाँ कक्षाहरू सञ्चालन भइरहेका छन् है भन्ने कुरा जानकारी दिनु पर्यो। र यदि आफूले एडमिसन नगर्नु भएको साथीहरूले पनि यो 9767471115मा सम्पर्क गरेर एडमिसन गरिहाल्ने है। नयाँ टपिकहरू चाहिँ धमाधम सञ्चालन भइरहेका छन् है। ल अनि अर्को क्लास छैन है, यो कुरा चाहिँ तपाईँले बुझ्ने के छ अनि बुझ्नुभयो। अब पारिस्थितिक पद्धतिबाट क्वेसन छुट्छ त ल भन्नुहोस् त। अब एक एक गरेर तपाईँलाई यति कन्सेप्चुअल तरिकाले भनिसकेपछि बिग्रिन्छ जस्तो मलाई लाग्दैन। पारिस्थितिक प्रणालीबाट चाहिँ तपाईँहरू चाहिँ क्लियर हुनुभयो भन्ने कुरा चाहिँ मलाई लाग्छ हो है। आजबाट सुरु भएको ल विष्णुजी, यो टपिक चाहिँ आजबाट सुरु भएको। ल ओके, ह्याभ अ गुड डे साथीहरू।